आज 2082 साल चैत 14 गते शनिबार, तदनुसार सन् 2026 मार्च 28 तारिक। अब लागौं आजको राशिफलतिर। सुरुमा मेष राशि। मेष राशिको आजको दिन तपाईका लागि ऊर्जाशील दिन रहनेछ। नयाँ काम सुरु गर्न वा अधुरा काम पूरा गर्न राम्रो समय छ। काममा प्रशंसा पाइनेछ भने आर्थिक लाभको सम्भावना देखिन्छ। परिवारसँग सानो खुसीको अवसर आउन सक्छ। वृष राशि। वृष राशिको आजको दिन धैर्य र समझदारी अपनाउनु पर्ने दिन रहेको छ। काममा केही चुनौती आउन सक्छ, तर समयमै समाधान हुनेछ। आर्थिक पक्ष भने सामान्य रहनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको छ। विशेष गरी खानपानमा ध्यान दिनुहोला। मिथुन राशि। मिथुन राशिको आजको दिन तपाईको बोल्ने शैलीले अरूलाई आकर्षित गर्नेछ। व्यापार तथा पेशामा राम्रो अवसर मिल्नेछ। साथीभाइसँग भेटघाटले मन रमाइलो बनाउनेछ। सानो यात्राको सम्भावना छ। कर्कट राशि। कर्कट राशिको आजको दिन भावनात्मक रूपमा अलि संवेदनशील महसुस हुन सक्नेछ। निर्णय गर्दा सोचेर अघि बढ्नुहोला। परिवारको साथले मन बलियो बनाउनेछ। आर्थिक रूपमा स्थिर दिन रहनेछ भने दिन राम्रो रहनेछ। सिंह राशि। सिंह राशिको आजको दिन नेतृत्व देखाउने मौका पाउनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ भने नयाँ योजना सफल हुन सक्छ। प्रेम सम्बन्धमा नजिकिन मौका मिल्नेछ। कन्या राशि। कन्या राशिको आजको दिन मेहनतको राम्रो परिणाम देख्न पाइनेछ। काममा प्रगति हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। खर्चमा नियन्त्रण राख्न सके भविष्यका लागि राम्रो हुनेछ। तुला राशि। तुला राशिको आजको दिन सन्तुलन कायम राख्नुपर्ने दिन रहेको छ। व्यक्तिगत र व्यावसायिक जीवन बीच तालमेल मिलाउनुहोला। सानो विवाद हुन सक्छ, तर संयमताले समाधान हुनेछ। वृश्चिक राशि। वृश्चिक राशिको आजको दिन आत्मविश्वास बढ्नेछ। कठिन काम पनि सजिलै पूरा गर्न सक्नुहुनेछ। आर्थिक लाभको संकेत छ। नयाँ चिन्जान उपयोगी साबित हुन सक्नेछ। धनुराशि। धनुराशिको आजको दिन नयाँ अनुभव र सिकाइको दिन रहेको छ। यात्रा वा नयाँ कामको अवसर आउन सक्नेछ। परिवारसँग समय बिताउँदा खुसी मिल्नेछ। मकर राशि। मकर राशिको आजको दिन जिम्मेवारी बढ्न सक्छ। मेहनतले राम्रो नतिजा ल्याउनेछ भने आर्थिक स्थिति सुधार हुने संकेत रहेको छ। स्वास्थ्यमा सानो ध्यान दिनुहोला। कुम्भ राशि। कुम्भ राशिको आजको दिन नयाँ सोच र योजना सफल हुने संकेत छन्। साथीहरूसँग सहकार्यले फाइदा दिनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। मीन राशि। मीन राशिको आजको दिन शान्त र सकारात्मक दिन रहनेछ। आध्यात्मिक कुरामा रुचि बढ्नेछ भने परिवारको साथ र सहयोग पाइनेछ। प्रेम जीवनमा समझदारी बढ्नेछ। आजको राशिफलले जे जस्तो भने पनि तपाईको आजको दिन शुभ रहोस्।